फर्टिनाइजर अनि सबजना ठिक छ युट्युबमा हामीलाई कसरी जित्न सक्छ खोजी आउला सायद हिस्ट्री पढ्न सक्छ आएन इट्सोके अरू सबै ठिक छ फर्टिनाइजर अनि सबजना ठिक छ युट्युबमा हामीलाई कसरी जित्न सक्छ खोजी आउला सायद हिस्ट्री पढ्न सक्छ आएन इट्सोके अरू सबै ठिक छ जाँदैछौँ हामी आज एकअर्काबाट टाढा जति टाढा गए पनि माया हुन्छ सधैँ गाडा नहोस् साथी तिम्रो जीवनमा दुःख बाधा जति ठुलो भए पनि बाँचिरहनु जीवन सादा किसानको दुःख बुझ्ने जरी पनि बसिरहनु टटिन भएको साथीलाई जहिले पनि सम्झिरहनु मित्रताको भावनालाई सधैँ जीवित राखिदिनु मबाट गल्ती भयो साथी मलाई माफी दिनु हाम्रो यो प्याजलाई उत्कृष्ट प्याज पारिदिनु साथी बिचको दुश्मनी छ भने मारिदिनु ठुलो मान्छे बन्नु सधैँ जीवनमा परेर घमण्ड केको साथी जानु नै छ मरेर मजा नै आएन त हल्ला सल्लाह गर्दिउँ न गफको आजको यात्रा मेरो अलिकति सुनिदिउँ न डमदाइको सिटी अनि बिहानको पिटी सुतेसी उड्न फेरि just not easy better I'll playing but supper are busy nobody hate me because I'm crazy अन्डा दुध खाएर बिहानीको सभा दुने यसरी गफ हानी समय बर्बाद हुने सन्डेको दिन फेरि सबै यसरी जानै पर्यो एलिस ट्राई भने इङ्ग्लिस ल्याङ्ग्वेज बोल्नै पर्यो राष्ट्रगान गाउँदा हाम्रो शिर जहिले उच्च हुन्छ त्यसपछि पालो फेरि प्रिन्सिपलको भाषण हुन्छ इट्स द सन्डे गुड मर्निङ स्कुल हाउ आर यु आई हेभ अ सर्ट स्टोरी रिगार्डिङ पहिलो पिरियड म्याथ अनि सरको पालो हुन्थ्यो एक क्लास बन्दै गर्दा पिरियड जान्थ्यो दोस्रो घन्टी बजेपछि अकाउन्टको पालो आउँथ्यो विद्यार्थी खोज्दै रमेश सरको पिरियड जान्थ्यो लन्चको टाइम अनि मासु भात ल्याम माधव सरको पिरियड फेरि सबैजना ध्यानमा चौथो पिरियड फेरि पढ्नुपर्छ चाउला गाई नामी काठी छ अरू के नै भन्नु भाइ अप्सनल पिरियड अनि घनश्याम सर ह्यान्डसम प्लस हार्ड वर्क फेरि इङ्ग्लिस छ नोबडी अप्सन कि लागि डर लाग्छ यु डु मिस्टेक लरिज बाई युजिङ डिबी फर माई इङ्ग्लिस इज बिकज अफ बिबी सर अन्तिम पिरियड सोटल टेक बाजु साइड एकछिन हल्ला नगर त यता सुन 4 बजेको घन्टीसँगै डाइनिङ हलको लिडमा पढाइ चढाइ गोली मारे सबैजना